हेलो एन्ड नमस्ते वेलकम टु माई न्यू भ्लग। भर्खर उठियो। अब एकछिनमा खाजासाजा आउँछ। खाजासाजा खाएर सिधा हामी मुस्ताङतर्फ लाग्नुपर्ने हुन्छ। के हुन्छ कस्तो हुन्छ बाटोमा म हजुरहरूलाई सब देखाउने छु। लास्टसम्म यो भिडियोमा बनिराख्नु होला। टक्क अगाडिको भ्यू हेर्दै यहाँ खाजा पनि आइसक्यो। अब खाजासाजा खाएर निस्किनु पर्ने हुन्छ। म चाहिँ ट्राई गर्छु खाजा चाहिँ कस्तो छ। खाजामा चाहिँ हामीसँग अन्डा, चिया, ब्रेड अनि तरकारी रहेको छ। म चाहिँ ट्राई गर्छु कस्तो छ भनेर हजुरहरूलाई भन्छु। चाखिदिउँ। जाम लगाएको छैन? ए लगाएको छ। खाजा त यस्तै हो, ठिकै छ। अब यो सबै खाएर निस्किन्छ है त। हामी चाहिँ निस्किसकेको छौँ खाजासाजा खाएर। हामी हिजो बसेको होटल चाहिँ यही हो पछाडिको द एक्ट होटल एक्ट बेनी पिबिटी एलटिडी। हिजो बसेको होटल चाहिँ यही हो। बब्बा निन्द्रा लाग्यो यार। हिजो चाहिँ खत्रै राइड गरेर आएको नि त हिजो। बब्बा निन्द्रा पनि लाग्यो, मजाले सुत्यो पनि। अनि खानाहरू सब बब्बाल है यहाँको, एकदमै बवाल नै थियो खानाहरू, सब खानाहरू होइन। अब चाहिँ हामीहरू यहाँदेखि सिधा मुस्ताङतर्फ निस्किन्छौँ। राइडर प्रो राइडर अब त निस्किन्छौँ हामीहरू यहाँदेखि। कस्तो लाग्यो चाहिँ यहाँ बसेर? अरू अहिले एउटा पक्का किस्सा भएको छ, म हजुरहरूलाई सुनाउँछु है। किस्सा भएको छ कि एउटा यहाँ है। अब चाहिँ बबालाई बिस्तारै एउटा किस्सा भन्छु कि यहाँ। हिजो हामीले एउटा जम्बो मगायौँ होइन। जम्बो मगायौँ अनि चिकन चिल्ली मगायौँ। खाना खाइसक्यो 9:30 या 10 बजीतिर चाहिँ हामीले मगाएको थियौँ होइन। अनि लिएर आइदिसकेपछि हामीहरूले खायौँ। आज अनि ठ्याक्कै तल बिलिङ गर्न जाँदाखेरि चाहिँ हिजो प्याकेजको पैसा मात्रै लग्यो कि 3600 रुपियाँ मात्रै लग्यो कि, दिनको पैसा लगेन कि। त्यस्तो बाबा है हो, यस्तै गर्दै गर्नु होला। हामीहरूलाई चाहिँ फाइदा हुन्छ है गाइजहरू। बाबा अब अगाडिको भ्यू हेर्दै जाउँ है गाइजहरू, सबै भ्यू हेर्दै जाउँ। भ्यू त्यही भने है, के पो गऱ्यो हिजो थाहा भएन यार। के अरे अनि अब हामी चाहिँ यहाँ बत्रा पाराले चाहिँ अगाडि बढिसकेको छौँ। बसहरू पनि जाने रहेछ यार, मुस्ताङमा बसहरू पनि जाने रहेछ। फर्स्ट टाइम है, फर्स्ट टाइम तपाईँको। मेरो चाहिँ फर्स्ट एक्सपिरियन्स हो है मुस्ताङ चाहिँ, अहिलेसम्म गएको थिएन। फर्स्ट एक्सपिरियन्स हो। के कस्तो हुन्छ म सब तपाईँहरूलाई भन्नेछु। लास्टसम्म हेरिदिनु होला भिडियो। मलाई त बब्बाल, म त लास्ट एक्साइटेड छु कि कतिखेर पुगेर कतिखेर त्यो हिमाल हेर्न पाउला भइसकेको छु कि म त मुस्ताङको आमा है। त्यति एक्साइटेड छु है म त। अब गइयो मुस्ताङतिर लाग्यो। मुस्ताङतिर अगाडिको रोड हेर्न सक्नुहुन्छ, पुरै पिच छ कि, पुरै पिचै पिच। अनि यस्तो रोड भएपछि त टुरिस्टहरू भित्राउन बब्बालाई पैसा त एकदम पैसा छ क्या फेरि नेपालमा। टुरिस्टहरू त बब्बाल आउँछ क्या यस्तो रोड भइसकेपछि त। छोडेर यो के हो, यस्तै छ गाइजहरू। डाँडाकाँडा हेरौँ। ओ माई गड है, डाँडाकाँडा हेर्दै जाऊँ। अब अहिले चाहिँ डाँडाकाँडा हेर्दै जाऊँ, पछि चाहिँ ट्याकल आएर हिमाल हेर्ने। माई गड, हामीले चाहिँ ठ्याक्कै अब कति बजे पुग्छौँ भनेपछि हामीहरू यहाँदेखि 7-8 बज्न लाग्यो क्या हो। 8 बज्न लाग्छ, त्यतिखेर हिँडेको छौँ। हामीले लगभग 2 घन्टामा पुग्छौँ होइन। 2 या 3 घन्टामा त पुग्छौँ होला। अब कस्तो छ बाटो यहाँदेखि चाहिँ खै एकदमै पिचै छ है, अहिलेसम्म त पिचै छ। अब पछि उता गएर चाहिँ के हुन्छ कस्तो हुन्छ त्यो थाहा भएन होइन। अफरोड, यदि अफरोड छ भने चाहिँ हामी हल्का 3-4-5 घन्टा नै लाग्छ होला। अब यस्तै पिच छ भने त हामीलाई 2 घन्टा पनि लाग्दैन है। हिजो हामीहरू पोखरादेखि बेनीसम्म चाहिँ हामीहरू
2.5 घन्टामा पुगिदिएको क्या एकदम पिस्ट्यो नि त बबाल पिस्ट्यो नि त त्यसैले चाहिँ हामी 2.5 घन्टामा पुगिदिएको अब यहाँदेखि चाहिँ कति लाग्छ त्यो म भन्न सक्दैन अब बाटो कस्तो छ के छ हजुरहरू आफै हेर्नु होला त्यही हो यहाँ चाहिँ हामीले एउटा झरना देख्यौँ अनि यहाँ रोकेका छौँ झरनामा फोटो खिच्न यो झरना यहाँ चाहिँ हामी रोकेका छौँ फोटो खिच्न माथि जाउँ अब यो झरना हेरिदिउँ यसलाई पनि एक्सप्लोर गरिदिउँ के कस्तो रहेछ यही झरना हो उहाँ माथिदेखि आइरहेछ झरना सर्ना हेरियो अब लागिन्छ कस्तो लाग्यो झरना छिटो ठिकै राम्रो अगाडि भेटिन्छ योभन्दा अगाडि राम्रो भेटिन्छ अरे सागरलाई सब थाहा छ कि सागर आएर गइसक्यो हिमाल देखियो खै कहाँदेखि हिमाल त्यहाँ अगाडि हिमाल देखियो अरे यहाँ देखियो यो बाइकले पनि बबाल साथ दिएछ है हामी चाहिँ यसलाई चाहिँ अब अप्पर मुस्ताङसम्म पुगाउने सोच गरिरहेछौँ अप्पर मुस्ताङ ख्याट भइरह यो सकर बनाएको होइन त्यो पनि ख्याट आज गइरह के हो कस्तो यार पुग्छ कि नै भन्ने हो पुग्नु पऱ्यो त्यही हो यही झर्नालाई अब भइ भन्छौँ हामी अगाडि बढ्छौँ मुस्ताङ रोड बेला चाहिँ यस्तो रोड छ नत्र त पिच छ सबै पिच छ बेला चाहिँ यस्तो छ अफ रोड हल्का फुल्का यतिको चाहिँ एक्सपिरियन्स के अरे एडभेन्चर गर्नुपर्छ यतिको चाहिँ एडभेन्चर गर्नुपर्छ हल्का फुल्का चाहिँ नत्र त पिचै छ सबै पिचै छ भनौँ है ठिकै छ अगाडि चाहिँ हजुरलाई म यसको दामी सिन देखाउँछु हजुरको मन पगाल्छु ओहो हामी पनि आउनुपर्ने रहेछ जस्तो लाग्छ हजुरहरूलाई हेर्नु होला त्यही हो बाटो ओहो पानी पनि पुरै सुकेछ यार केही छैन कतै पनि छैन सुकेछ बाटो यस दिस इट बाटो लाटो अब पिज आयो यस अब पिज आयो अब रन किने हो अब पिज आयो अब रन किने हो कहाँसम्म छ यो पिज थाहा छैन दाना बजार आयौँ दाना बजार I'm very excited for this trip. म चाहिँ धेरै खुसी छु मभन्दा धेरै खुसी कोही छैन यहाँ हेभन यो चाहिँ रोप्से झर्ना है रोप्से बब्बाल छ यार रोप्से झर्ना राम्रो छ सबैभन्दा ठुलो झर्ना पनि रहेछ अघि यहाँको झर्ना चाहिँ सानो झर्ना हो यो चाहिँ रोप्से झर्ना सबैभन्दा ठुलो झर्ना भाइरल झर्ना भाइरल आमा बबाल बगिरहेको छ यार भनौँ न यो पुल भयो ट्याकल आएर मस्त दाइले आज मुस्ताङमा खाना खान्छ है केटा हो दाइले मुस्ताङमा खाना खान्छ अगाडि हेर है अगाडि ओ माई गड हेर त यो आम्मा अनि लोभ लाग्दैन त अनि
एकचोटि चाहिँ घुम्न आऊ है केटा, एकचोटि चाहिँ घुम्न आउनै पर्ने हुन्छ। ओहो अझ त्यति हिउँ परेको यहाँ जस्तो छ। हिउँ परेपछि झन् कस्तो होला सोच्नु त आफै। माई गड एक्साइटेड। यहाँ खाना खानु रोकेको छौँ। खानासाना खाएर यहाँदेखि निस्किन्छौँ। अहिले चाहिँ लास्ट भोक लागिसक्यो क्या, 10:30 पनि बजिसक्यो। लास्ट भोक पनि लाग्छ। उता हिमाल पनि क्या दामी देखिरहेको छ क्या, बब्बाल मजा आइरहेको छ यार। ओ यस, हामी चाहिँ यहीँ खाना खान लाग्यो। कस्तो लेट लाग्यो जस्तो भयो कि उल्टी आउला जस्तो भयो, टाउको दुखे जस्तो भयो। अनि खाना खाइदिउँ भनेर एकछिन रेस्ट गरेर खानासाना खाएर अनि जान्छौँ हामीहरू। लास्टसम्म बनिरहनु होला भिडियोमा। नै 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 नगर नगर। तिमी को अरे भनिदेऊ त, तिमी को अरे भन त। तिमी को अरे भन न। अङ्कललाई भन्दैनौ को हो तिमी? को स्ट्रङ गर्ल है, हाम्रो स्ट्रङ गर्ल। हामी स्ट्रङ गर्ल आक्नु। तिम्रो नाम के हो? तिमी को हो भनिदेऊ त। भनिदेऊ त यहाँ नाम को तिम्रो स्ट्रङ गर्ल के हो भनिदेऊ त। स्ट्रङ गर्ल हो कि नै? स्ट्रङ गर्ल हो कि नै? स्ट्रङ गर्लले मलाई पिट्यो। स्ट्रङ गर्ल हो कि नै भन त। ल यहाँ दिदीले घिउ हालिदिँदै हुनुहुन्छ ज्वाइँ हालेर। यो हो नि त नि साउन्ड। चाहिँ यहाँको खाना चाखिन्छ कस्तो छ रिभ्यू दिन्छु म। यहाँ पनि ज्वाइँ भयो बाबालाई जानेको। अब यहाँ त घिउै हो नि त जाने लाग्छ घिउ। तिमी खाना नखाने? अब चाहिँ हामीहरू यहाँदेखि मुक्तिनाथ चढ्न लाग्छौँ। मन्दिर बल्ल बल्ल पुग्यो। लगेर जाउँ भन्ने हो। के भयो त पानी भयो? लैजाउँ पूजाको सामान। महँगो पर्छ अरे, लग नि त। कसरी छ? 250 लग नि त। एउटा लगेर भइहाल्यो त। के गर्ने आफू आउनु लाग्ने। दाजुभाइ हो, बुबुको छोरा हो। ठिक छ। अब चाहिँ यहाँदेखि लाग्यो माथितिर, यत्रो सिडी चढ्नु पर्ने छ। सकिन्छ होला। गाह्रो छ। गाह्रो छ। पूजा सुजा नि गरियो, घरमा सरमा कमाइयो, पाप पखालियो। अब चाहिँ हामीहरू यहाँदेखि सिधा तलतिर लाग्छौँ। आज कहाँसम्म पुग्छौँ थाहा छैन, जहाँ रात पर्छ
आज पनि त्यही बस्किने हो। जान त अप्पर मुस्ताङ थियो होइन हाम्रो टार्गेट, तर बाइकले चाहिँ तानेन के। बाइकले तान्दै तानेन के, जानै मानेन। अब अर्कोचोटि चाहिँ आउँदाखेरि चाहिँ अब अर्को बाइक लिएर आउँछौँ सिधै अप्पर मुस्ताङ पुग्छौँ। अब बाटोमा के हुन्छ सब देखाउँछु हजुरहरूलाई, हेर्दै जानु होला। स्याउ खेती छ, स्याउ खेती पुरा। हाम्रो खाना आइसकेको छ। आज पनि बेनीमा बास खायो। बेनीभन्दा अगाडि जानु सकिएन। भगवान्, यहाँ आइपिएल लगाउनु अघिदेखि सकिरहेको छैन। खाना आइसक्यो। अब खानासाना खाएर रुममा भेट्छु हजुरहरूलाई। खानासाना खाएर रुममा आइसक्यौँ। अब चाहिँ सुत्नुपर्ने हुन्छ, लास्ट निन्द्रा लागिसक्यो। अब अर्को भिडियोमा भेट्नुपर्छ। अहिलेको लागि चाहिँ बाई बाई।